भेन्डीलाई पनि ओक्रा भन्छ भनेर चाहिँ मैले नानीलाई पढाउँदा चाल पाएँ। हेलो एभ्रिवान, वेलकम टु माई मिनी ब्लग एपिसोड 4 होइन। त्यो तारेको भेन्डीको पानी चाहिँ मैले फ्याँकिनँ, किनभने त्यो पानी खायो भने चाहिँ पेट सफा हुन्छ भनेर मैले काहीँ सुनेको थिएँ। अन्त चाहिँ म गइरहेको थिएँ बोइल भेन्डी बनाउन। अन्त मैले त्यहाँनिर चाहिँ 1 चम्मच सोया सस हालेँ। अन्तखेरि कर्नफ्लावर हाल्दा चाहिँ धेरै कर्नफ्लावर चम्मचमा आएको कारणले गर्दा चाहिँ त्यो बटुकालाई साइडमा राखेर अर्को बटुका हालेँ। अन्त 1 चम्मच सस फेरि हालेँ। त्यसलाई चाहिँ मैले फेरि अर्को चम्मच लिएर कर्नफ्लावर 1 चम्मच आधा गरेर त्यसलाई मिक्स गरिदिएँ। त्यसको बादमा चाहिँ मैले फ्रिजमा भएको भिनेगर अनि स्मोकी ग्रिल सस ल्याएर हेर्दाखेरि चाहिँ स्मोकी ग्रिल सस चाहिँ एक्सपायर भएको थिएछ। त्यसको बादमा चाहिँ मैले कराई बसाएको थिएँ, कराई त जलेर भुत्तुक्कै। अन्त अर्को प्यान लिएर फेरि त्यसमाथि हाल्दै तेल, त्यसमा माथि आयो लसुन। मेरो बुढाले चाहिँ पिरो खाँदैन, अन्तखेरि मैले चाहिँ हरियो मिर्ची हालिनँ। त्यसको बादमा चाहिँ मैले त्यो लसुन र तेललाई यस्तो चलाएँ। अन्त माथिबाट सस हालिदिएँ। त्यसको बादमा फेरि मैले भेन्डी हालिदिएँ। भेन्डी हालेर एकछिन चलाएँ। अन्त स्मेल चाहिँ एकदमै राम्रो आइरहेको थियो। त्यसको बादमा माथिबाट मैले भुटेको तिल हालिदिएँ। अन्तखेरि धनियाँलाई चप 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 काटेर हालिदिएँ। त्यसको बादमा चाहिँ मैले त्यो अघि राखेको पानी पिउँदाखेरि चाहिँ मैले डल्लै पानी खान सकिनँ। यो रह्यो मेरो भेन्डी।